अहिले यहाँ हाम्रो कावासुतीमा रहेको बालुवा डाँडामा एउटा फेमस भ्यू टावर जुन कि धेरै नै चर्चित छ। फेमस छ यहाँ कावासुतीकोमा तपाईँको त्यहाँबाट हेरिन्छ त्यो भ्यू टावर। त्यही भ्यू टावरमा आज हामी चढ्न लागेको, यहाँ आउन लागेको, हेर्ने कस्तो छ भनेर इन्जोय गर्न आएको यहाँ। अब त्यहाँ माथि चढेर हेर्ने कस्तो छ, हजुरहरूले नि हेराउने हो। प्लिज भिडियोलाई सेयर नि गरिदिनु, लाइक नि गरिदिनु, कमेन्ट नि गरिदिनु, कस्तो छ राम्रो लाग्यो भने कमेन्ट गर्नु होला। वो हमारा साथी लाइक छ, कमेन्ट सेयर गरिदिनु होला। यो हाम्रो साथी हो, एउटा दुईजना तिनजना अगाडि नै गयो, अहिले चढ्दै हो। अनि पछाडिको चाहिँ भ्यू हेर्नु है, अहिले त लाइट मारेर नराम्रो हेरेछ। मोर्निङ र इभिनिङमा बबाल आउँछ, अहिले त अलि दुसै टाइपको छ, त्यही भएर अहिले धेरै लाइट ब्राइटनेस भयो, त्यही भएर नहेराएको राम्ररी। अहिले यहाँ माथि चढ्दैछन्, त्यहाँबाट नजारा हेराउँछु, कति सुन्दर ब्युटिफुल नेचर हेराउँछु त्यहाँबाट, एकदम मनमोहक। यहाँ आएपछि जानै मन लाग्दैन, त्यस्तो यहाँबाट नजारा हेरिन्छ। पुरै तलको कावासुती पुरै हेरिन्छ कि गाउँ जस्तो हुन्छ, सेतो सेतो पुरै घरै घर हेर्छ, देखिन्छ हेर्छ। म हेराउँछु अहिले चढेपछि, हजुरहरूलाई हेराइदिन्छु माथिबाट कस्तो तलको कस्तो उस छ नजारा। अनि पछाडिको नि हेर्नु है, यसले लाइट हानेर अहिले नहेराएको। सो ब्युटिफुल नेचर। मौसम पनि यति राम्रो छ आज। ओहो, यहाँबाट हेर्दा नि कस्तो लाग्यो, हावा लागिरहेको। यहाँ चाहिँ एउटा हाम्रो साथी थाकिसक्यो भन्छ, म चल्नै सके छैन। साइको छ। हेलो भाइ, यहाँ एकचोटि हाई गरिदेऊ न, मेरो सब्सक्राइबरले हेर्न खोजिरहेको छु। खण्डर है, के भन्छ, मिट्टीको घर छ, मिट्टीको घर, माटोको घर। यहाँ माटोको घर छ। पहिला केही भएन, हिन्दी नेपाली भोजपुरी सबै चलिन्छ, सबै बोल्नुपर्छ नि राजा। प्रायः त कहाँ हुन्छ यार, अलि रोमान्टिक बोल्नुपर्छ। होइन त्यो अलि हँसाउनको लागि, उस गर्नको लागि यार। अलि त आफ्नो सब्सक्राइबरहरूलाई त हँसाउनै पर्यो नि त, अलि मनोरञ्जन गराउनै पर्यो, केही छैन। कैसे है आप लोग, भिडियोहरूलाई मन पराएर उसको लाइक सेयर गरिदिन्छ। कैसे है आप लोग, कृपया थोड़ा ध्यान लगाकर वीडियो देखिएगा, इन्जोय करिएगा। यो अहिले के भन्छ, यहाँ यो पानीको टङ्की हो, यहाँ स्टोर गरेर पानी राखेको छ यसको भित्र। अब डाँडाबाट पानी झर्छ, अनि त्यही स्टोर गरेर राखेको हो, किनकि यहाँको पानी खायो भने एकदमै मिठो हुन्छ भन्छ नि। नेपालको जडीबुटी भन्यो नि, त्यही त जडीबुटीबाट निस्केर आएको पानी हो डाँडाबाट, धेरै नै औषधिको काम गर्छ यो। आइसक्यो अहिले, टाढा छैन। अब एकचोटि तपाईँको ब्याक भ्यू हेराउँछु, अहिले जुन यो हेर्नुभएको छ नि त्यही हो, हेर्नु है, अहिले हेरेको घर त्यही हो। त्यहाँ अब चढ्ने हो हामी, हेर्दै जाऊँ अब के कस्तो छ। त्यहाँ जानको लागि टिकट लाग्छ कि फ्री हो कि के हो, पहिलाचोटि नि आएको हो। त पछाडिको नि एकचोटि हेर्नु है, यहाँ यही हो हाम्रो साथीहरू सब यहाँ आएको घुम्न। साथीहरू हो सबै आएको यहाँ, भने नि आइसक्यो यहाँ। अब अनि यहाँ तलबाट एकचोटि हेर्नु है कस्तो छ भनेपछि, त्यही हो भ्यू टावर भन्यो नि हाम्रो कावासुतीको सबैभन्दा फेमस चलचित्र भनेको। गण्डकी प्रदेशको पछाडिको भन्यो नि, अहिले पछाडि तपाईँको जुन यो सानो सानो डाँडा हेर्नुभयो, त्यहाँबाट भन्ने कावासुतीको सबै फेमस हो कि भन्यो नि। यहाँ आएपछि त तपाईँहरूले जानै मन लाग्दैन, त्यस्तो छ नजारा। ओहो, हेर्नु त यहाँबाट हुन्छ है मजा त। पछाडिको एकचोटि भ्यू हेर्नु है, यहाँबाट अहिले धेरै ब्राइटनेसले केही नहेरेको हो, तर हुन त दामी, मोर्निङमा आयो भने दामी हुन्छ। अनि पछाडिको चाहिँ यो भ्यू टावर हेर्नु कति सुन्दर ब्युटिफुल छ, हेर्नु है एकदमै दामी छ है। अब माथि यसको चढ्न लागेको, हेर्न लागेको के कस्तो छ, यसको माथि चढ्ने हो। अब हेरौँ यहाँबाट चढिने कस्तो नजारा हेर्छ, एकछिन वेट गर्नु, म हेराउँछु हजुरहरूलाई। यो चाहिँ गेट हो, अब गेटबाट हामी प्रवेश गरेँ, साथीहरू सबै निस्किसक्यो। म अनि हामी चढ्न लाग्थ्यौँ। अब चढेपछि अब साथीहरू सबै चढ्न लाग्यो। हेरौँ अब कस्तो कतिको माथिबाट हेरिन्छ नजारा। ताकि तपाईँहरू भिडियोमा बनिरहनुहोस्, हेरिराख्नुहोस्।
राम्रो यता छौँ हामी कान्छ सिधै सस्ता भ्यू टावर भन्नु नि महँगो भ्यू टावर कहाँ छ र ओहो बपाल छ त यार आइपुग्यो हामी यस माथि अब भ्यू टावरमा आइपुग्यो सिधै छैन तर जे छ राम्रै छ हेरेको अब यहाँसम्म त हामी आइपुग्यो होइन अब यहाँबाट तपाईँको हेर्नु अब नजारा म हेराउँछु यही हो अब भन्नु नि अब त हाम्रो यो सबैभन्दा गण्डकी प्रदेशको सबैभन्दा फेमस ठाउँ हो यहाँबाट अब तपाईँको अर्को नि यता माथि डाँडा जुन हेरिरहेको छ देउचुरी डाँडा हो त्यहाँ नि अब नेक्स्ट टाइम प्लान गर्न त्यहाँ जानको लागि त्यहाँ गयो भने त त्यहाँ अब क्याम्पिङ गर्न बस्ने हो यस्तो गरेर झापै जानु त मजा नि आउँदैन रात बस्ने हो क्याम्पिङ गर्ने हो त्यही भएर अब यहीँसम्म छ यो ब्लगिङ अब भाइले चाहिँ माया दुलार गरिराख्नु च्यानललाई सब्सक्राइब नि गर्नु भिडियो राम्रो लाग्यो भने कमेन्ट गरिहाल्नु सेयर नि गर्नु यहाँ अब आउनुभएको छैन भने यहाँ कावासुदेवी गण्डकी प्रदेश भन्ने तपाईँको नवलपुर जिल्लामा पर्छ अब हजुरहरू नि आउनु यहाँ हेर्नु मनमोहक नेचर छ यहाँ आयो नि एकदमै मन लोभ लाग्दो नजारा छ यहाँ आएपछि हेरेपछि त्यही भएर जिन्दगीमा कहिलेकाहीँ घुम्नु नि पर्छ इन्जोय गर्नु नि पर्छ नगएको ठाउँमा पनि जानुपर्छ बुझ्नुपर्छ यहाँ साथीहरू छ साथीहरूसँग आएको एकचोटि ल एकचोटि हेलो बोलिदिउँ है ओ एकचोटि हेलो बोलिदिउँ है हेलो हाई ल ल भाइ दोस्त अब यो भिडियो चाहिँ यहीँ इन्ड हुन्छ होइन यही इन्ड हुन्छ अब भाइले माया दुलार गरिराख्नु लाइक शेयर सब्सक्राइब ओके ल लभ यु भाइ